start the here. Traffic awareness program in the collaboration with traffic police and our school is going to be organized here. In the context of Nepali Road, a number of road accidents have been taking place due to various reasons. One of the reasons is negligence. Another reason, carelessness. There are so many such type of reasons out there. In order to make us aware, today our Nepal police, Nepal traffic police will teach us some ideas how can we be safe and how can our road can be made safer. सर्वप्रथम म भयो भने नेपालमा चाहिँ यसरी चाहिँ बोकेर चाहिँ यहाँ एउटा देखि मास्तिर चाहिँ भीमरेली भन्ने ठाउँ छ। त्यो भीमरेलीमा चाहिँ विगत 1958मा आजभन्दा धेरै 100 वर्षभन्दा अगाडि चाहिँ यसरी चाहिँ नेपालमा चाहिँ सबैभन्दा सुरुमा चाहिँ गाडी चाहिँ मान्छेहरूले बोकेर चाहिँ हिँड्दै अनि चाहिँ धेरै छ हाम्रोमा यहाँ कोसी पर्दैन मात्रै फुटपाथमा हिँड्दाखेरि के गर्ने हामी सडकमा चाहिँ त्यतिकै हिँड्दाखेरि के गर्ने त्यो कुराहरू चाहिँ हामी सिक्छौँ है त। अब हामीले सडकमा हिँड्दाखेरि के गर्ने होइन, सँगसँगै सडक पार गर्दाखेरि के गर्ने, बस चढ्दा उठ्दा के गर्ने, सवारी साधनमा यात्रा गर्दाखेरि के गर्ने भन्दा हामीले सडकमा हिँड्दाखेरि फुटपाथ भएको छ। यदि सडकमा चाहिँ फुटपाथ छ त्यो फुटपाथ त बुझ्नुहुन्छ नि, दाहिने बायाँपट्टि चाहिँ फुटपाथ हुन्छ। यहाँ त्यो दाहिने बायाँपट्टि चाहिँ फुटपाथ छ भनेदेखि हामीले फुटपाथको युज गर्नु है। फुटपाथ नभएको सडक छ भनेदेखि हामी चाहिँ दाहिनेपट्टिबाट हिँड्ने भन्छ क्या। तर हाम्रो चाहिँ के छ भनेदेखि